धेरैजनाको क्वेसन्स चाहिँ बिजनेस एक्सप्लेन गर्नुभन्दा अगाडि चाहिँ इमेल चाहिँ किन दिनुपर्छ भन्ने छ है। सो नमस्ते, मेरो नाम अस्मी र म चाहिँ आज यो प्रश्नको बारेमा चाहिँ हजुरहरूलाई चाहिँ एन्सर दिन गइरहेको छु होइन। म कम्प्लिटली बुझ्छु कि किनभने मैले पनि यो जर्नी स्टार्ट गर्नुभन्दा अगाडि यो क्वेसन मैले सोधेको थिएँ होइन। सो त्यही भएर चाहिँ आज मेरो पोइन्ट अफ भ्यूबाट चाहिँ हजुरहरूलाई चाहिँ म एक्सप्लेन गर्दैछु र म लगायत मेरो टिम मेम्बर्सबाट पनि हजुरहरूले चाहिँ यो क्वेसन्सको चाहिँ एन्सर पाउन सक्नुहुन्छ है। सो आज चाहिँ म चाहिँ मेरो एक्सपिरियन्समा बोलिरहेको छु। इमेल लिनुको मेन रिजन चाहिँ एउटा सिस्टमको पार्ट हो होइन। सो यो बिजनेस चाहिँ एउटा गेस वर्कमा चल्ने होइन, यो चाहिँ एउटा प्रपर प्रोफेसनल र एउटा अटोमेटेड प्लेटफर्म हो जसले चाहिँ तपाईँलाई स्टेप बाई स्टेप चाहिँ सबै इन्फर्मेसनहरू दिन्छ बिना कन्फ्युजनको साथमा है। सो त्यही भएर चाहिँ हजुरहरूले चाहिँ आफ्नो भ्यालिड नेम र भ्यालिड इन्फर्मेसन भ्यालिड इमेल चाहिँ दिनको लागि चाहिँ दिनुपर्ने हुन्छ है। सो थ्याङ्क यू। अनि अब चाहिँ आफ्नो पोइन्ट अफ भ्यू राख्न आउँदै हुनुहुन्छ कुमार दाई। थ्याङ्क यू। नमस्ते सम्पूर्णमा अनि धन्यवाद अस्मी बहिनी मेरो आफ्नो विचार राख्न दिनुभएकोमा। मेरो विचारमा चाहिँ अब इमेल आइडी किन चाहिन्छ र हामीले किन माग्छौँ भनेर भन्दाखेरिदेखि चाहिँ अब जति पनि इन्क्वायरी गर्न आउने हुने हाम्रो साथीहरूसँग चाहिँ हामीले कस्तो हुन्छ भनेदेखि एउटै नामको होइन नामको मान्छेहरू धेरै हुन्छन्, जसले गर्दाखेरि चाहिँ कुमार शेर्पा भनेर जस्तै मेरो नाम भएको छ त्यस्तो मान्छेहरू धेरै हुनसक्छ होइन। त्यो कुमार शेर्पा नामको चाहिँ को कुमार शेर्पा त भनेर कन्फ्युजनहरू पैदा हुन्छ। र त्यस्तै गरेर चाहिँ इमेल भनेको के हुन्छ भनेदेखि डिजिटल युनिक आइडी हुन्छ, जसले गर्दाखेरि चाहिँ एकजनासँग मात्र हुने भएको हुनाले हामीले स्पेसली इमेल आइडी दिनुको कारण त्यो हो होइन। अनि अब कस्तो हुन्छ भनेदेखि चाहिँ अब हामीले बिजनेसमा चाहिँ कस्तो हुन्छ भने दिनको धेरै इन्क्वायरी आइरहेको हुन्छन्, कहिलेकाहीँ त 100जना भन्दा पनि बेसिक इन्क्वायरी आइरहेको हुन्छ। अनि त्यो अवस्थामा चाहिँ अब हामीले के गर्छौँ भनेदेखि चाहिँ इमेल आइडी लिइसकेपछि हामीले के गर्छौँ, यो इमेल आइडी हाम्रो सिस्टममा रजिस्टर गर्छौँ र त्यो सिस्टममा रजिस्टर गरिसकेपछि चाहिँ सिस्टमले नै उहाँहरूलाई चाहिँ त्यो बिजनेसको विषयमा लिएर चाहिँ फलोअप गरेर मेलहरू पठाउने गर्छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई धेरै कुराहरू चाहिँ बुझ्नको लागि सजिलो हुन्छ। अनि हामीसँग चाहिँ सबैजनासँग 24 आवर नै हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ अनि हामी सबैलाई चाहिँ मानौँ 100जना भन्दा मान्छे बेसी आएको छ इन्क्वायरीको लागि भनेदेखि 10-10जनासँग बोल्दाखेरि त धेरै टाइम जाने भयो होइन। हामीले फाइनेन्सियल फ्रिडम र टाइम फ्रिडमको लागि नै यो बिजनेस गर्ने भएको हुनाले चाहिँ अनि हामीले टाइमको चाहिँ एउटा सदुपयोग गर्ने हिसाबले चाहिँ इमेल आइडी माग्नुको कारण चाहिँ त्यो हो है। अनि अब आफ्नो विचार राख्नको लागि हाम्रो पुष्पा बहिनीलाई चाहिँ म आग्रह गर्न चाहन्छु। थ्याङ्क यू। थ्याङ्क यू सबैजनालाई। नमस्ते, मेरो नाम पुष्पा गुरुङ, ओरिजिनली घर नेपाल पोखराबाट, तर हाल म अहिले हङकङ बस्दै आइरहेको छु। दाइले पनि भन्नुभयो है हामीले किन इमेल माग्नेछौँ हाम्रो बिजनेसको बारेमा इन्क्वायरी गर्नुको लागि भन्नुपर्दाखेरि चाहिँ अहिलेको समयमा चाहिँ हाम्रो यो बिजनेस चाहिँ वर्ल्ड वाइड रन भइरहेको छ। 2,67,000 भन्दा बढी मान्छेहरू यो बिजनेसमा आबद्ध भएर यो बिजनेस रन गरिराख्नु भएको छ। र हामीले चाहिँ तपाईँहरूसँग चाहिँ किन इमेल माग्छौँ भन्दाखेरि चाहिँ अहिले त हामीले चाहिँ हाम्रो सिस्टममा तपाईँको इमेल जब रजिस्टर गर्छौँ त्यहाँनिर हामीलाई थाहा हुन्छ कि हजुर यो बिजनेसमा अलरेडी इनरोल हुनुहुन्छ या हुनु हुँदैन भनेर। यदि हुनुभएको छैन भने तपाईँलाई जब हामी सिस्टममा रजिस्टर गर्छौँ त्यो समयमा चाहिँ हाम्रो सिस्टमले चाहिँ भनिरहेको हुन्छौँ कि 90% काम गर्छ, 10% हामीले गर्छौँ भन्छौँ। त्यही 90% भित्र इन्क्लुडेड गरेको भएर चाहिँ त्यो इमेल बापत चाहिँ तपाईँहरूलाई चाहिँ फ्री वेबिनार भिडियो र प्रपर इन्फर्मेसन एबाउट द बिजनेस, किन भन्दाखेरि चाहिँ अब बाई कल र बाई म्यासेजमा त हामीले तपाईँलाई सबै पुरा डिटेल नै एक्सप्लेन गर्न सक्दैनौँ नि त। त्यही भएको कारणले गर्दाखेरि चाहिँ बाई इमेल हाम्रो सिस्टमले तपाईँलाई फलोअप गरेर चाहिँ तपाईँलाई हाम्रो बिजनेसको फाइदाहरूको बारेमा, हाम्रो बिजनेसको मोडलहरूको बारेमा तपाईँलाई इन्फर्मेसन दिन्छ बाई इमेल। सो सिस्टमले फलोअप गर्छ। त्यस कारणले गर्दाखेरि तपाईँ जब इमेल दिनुहुन्छ तपाईँसँग भएको फ्री समयमा या तपाईँको खाली समयमा तपाईँले तपाईँको इमेल चेक गरेर चाहिँ हाम्रो बिजनेसको बारेमा चाहिँ बुझ्न सक्नुहुन्छ। त्यस कारणले गर्दा चाहिँ सबैको लागि सुइटेबल गरेर चाहिँ हामीले चाहिँ इमेल माग्ने गर्छौँ है। सो अब अर्को हाम्रो सिस्टरलाई चाहिँ म आएर चाहिँ हजुरको 2-4वटा पोइन्ट राखिदिन भन्न चाहन्छु कुमारी दिदी। थ्याङ्क यू। थ्याङ्क यू सो मच पुष्पा गुरुङ सिस। सर्वप्रथम सबैलाई मेरो नमस्कार। मेरो नाम कुमारी दुर्गा राव सिजापति, ओरिजिनली फ्रम नेपाल दैलेखबाट, हाल टेक्सासमा बसी आइरहेको छु र एज अ इन्टरप्रेनरको रूपमा पनि काम गर्दै आइरहेको छु। सो आज हाम्रो प्रश्न रहेको छ इमेल आइडी हामीलाई किन चाहिन्छ र हामीले किन माग्छौँ एज अ बिजनेस गर्दा। किनभने इमेल एड्रेस हामीलाई किन चाहिएको हुन्छ भने जस्तै
तपाईँको मेरो अब जस्तै मेरो नाम दुर्गा छ, अर्को फलानाको नाम दुर्गा होला, 1-2 जना मान्छे प्रायः नाम जुधिरहेको हुन्छ र इमेल एड्रेस चाहिँ जुधिरहेको हुँदैन। किन भन्दा हामी फरक आइडीहरू भएको कारणले गर्दा, किनकि हामी इमेल एड्रेस त एकपटक मात्र बनाउन पाउँछ, सेकेन्ड टाइम त त्यही इमेल एड्रेस बन्दैन। र सो हामीले बिजनेस गर्दा चाहिँ हामीलाई इमेल एड्रेस चाहिएको हुन्छ र त्यो बिजनेसले हामीलाई छिटोभन्दा छिटो इन्फर्मेसन पाउन सजिलो हुन्छ। किन भन्दा इमेलद्वारा नै हामीले सजिलोसँग इन्फर्मेसन पाइरहेको हुन्छ र हामीले इन्फर्मेसन इमेलद्वारा नै हामीले सेन्ड गर्छौँ भने इमेलद्वारा नै हामीले पाउने हुन्छ र हामीले फ्री टाइम हुन्छ, एकदम सर्ट टाइममा हामीले इन्फर्मेसन पाउन एकदम सजिलो भइरहेको हुन्छ। अहिले हाम्रो जुन हामीले यो सोसियल मिडिया एट्र्याक्सन मार्केटिङ बिजनेस मात्रै नभएर एज अ होल होइन, वर्ल्ड वाइड रूपमा धेरै प्रकारका बिजनेसहरू रहेको छ। हरेक काममा पनि हामीलाई इमेल एड्रेस चाहिएको हुन्छ र सो हामीले इमेल एड्रेस पाउनुको मूल उद्देश्य के रहेको छ र तपाईँ कुनै पनि स्क्याममा नपर्नुहोस् होइन, सही इन्फर्मेसन पाउनको लागि र त्यसलाई सही तरिकाले युज गर्नको लागि हामी चाहिँ इमेल एड्रेस मागिरहेको हुन्छ र सो त्यसले गर्दा तपाईँले धेरै कुराहरू त्यहाँबाट पाउनुहुन्छ र 90% काम तपाईँले त्यही इन्फर्मेसनले नै तपाईँलाई एकदम इजी बनाइदिएको हुन्छ र सिस्टममा पनि रजिस्टर गर्ने भएको हुनाले त्यो 90% काम चाहिँ हाम्रो सिस्टम इमेल नभएर त्यो काम हामीले गर्न सक्दैनौँ, एकदम इजी वेमा भइरहेको हुन्छ। हस्, धन्यवाद। आजको मेरो प्रश्नहरू यही टुङ्गिन्छ। थ्याङ्क यू। सो थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई, हजुरहरूको आफ्नो पोइन्ट अफ भ्यू राखिदिनु भएकोमा। आई होप हजुरहरू जतिले पनि हाम्रो भिडियो हेरिराख्नु भएको छ हजुरहरूले पक्कै पनि एन्सर पाइसक्नु भएको होला किन चाहिँ हजुरहरूले चाहिँ इमेल दिन जरुरी छ भनेर। सो यदि तपाईँहरू सिरियस हुनुहुन्छ, आफ्नो ग्रोथ चाहनुहुन्छ र सिस्टमलाई फलो गरेर चाहिँ अगाडि बढ्न चाहनुहुन्छ भने चाहिँ प्लिज आफ्नो भ्यालिड नाम र भ्यालिड इमेल चाहिँ प्रोभाइड गर्नुहोला र trust the process, start with understanding, everything gonna change. Thank you. Bye. बाई।